यतिखेर मुम्बई नेपाली टिभीबाट हेर्दै हुनुहुन्छ। यो हाम्रो मुम्बईको स्टेडियममा चाहिँ क्रिकेट स्टेडियममा चाहिँ यति नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो नेपालको जर्सी लगाएर भारतको ठाउँमा चाहिँ यति हेर्न पाउँदा चाहिँ मलाई नदेखाउनुहुन्छ कतिको तपाईँहरू हुन्छ यस्तै खालको माहौल नेपालमै भइदिएको भए नेपालमै प्रवासमा नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ यसरी आफ्नो नेपालले चाहिँ भइरहेको छ। नेपालले आज जित्नुपर्छ भन्ने एउटा सबै नेपाली दाजुभाइको चाहिँ टार्गेट छ र नेपाली आफ्नो कामलाई थाती राखेर यो प्रवासको ठाउँमा भए पनि आउनु भएको छ। धेरै धेरै धन्यवाद छ। स्वागत छ। नमस्ते। सन्चै हुनुहुन्छ? एकदम चिन्नुभयो मलाई? सुभाष साई हजुर एकदम सर सन्चै हुनुहुन्छ? कस्तो लागिरहेछ आज गेम नेपालको? गेम उसरी राम्रो भइरहेछ जति हामीले सोचे जस्तो अपेक्षा गरे जतिको त भइरहेको छैन तर पनि हिजो अस्तिभन्दा अलि राम्रो भएको छ। हिजो अस्तिभन्दा एकदमै उत्साहजनक खेल भइरहेछ सर। नेपाली दर्शकहरू नेपालको एउटा प्रवासको ठाउँमा नेपाली आफ्नो जर्सी लगाएर नेपालको झन्डालाई जर्सी लगाएर आउन पाउँदा देख्न पाउँदा यो स्टेडियममा भरिदा कतिको तपाईँ एकदमै आफ्नो नेपालीपन नेपालको मौलिक होइन आफ्नो गाउँ ठाउँ र आफ्नो देशको झल्को आइराखेको नेपालीपनको झल्को आइराखेको छ। एकदमै खुसी लागिरहेको छ। भन्ने स्टेडियम हुनुपर्छ भन्ने तपाईँले एकदमै हाम्रो यति राम्रो सेवा सुविधा भएको ग्राउन्ड फड्को मार्ने नेपाली क्रिकेटले फड्को मार्ने थियो भन्ने अपेक्षा थियो र हुनुपर्छ। अबको नेपाललाई सोच्नुपर्ने बेला भइराखेको छ। धन्यवाद। कस्तो लागिरहेछ आज? दामी हिजो अस्तिभन्दा आज राम्रो खेल्नु भएको छ? राम्रै खेलिरहेछ। अब 134-35 बनाएको अरे अस्ति इटलीसँग बनाएको थिएन। यो कस्तो लागिरहेछ नेपालको जर्सी लगाएर यहाँ आउन पाउँदा कति गर्व फिल भइरहेछ? तपाईँलाई कस्तो लागिरहेछ? एकदम राम्रो लागिरहेछ। फिलिङ प्राउड एकदम राम्रो लागिरहेछ नि। अनि आज जिताउने जिताउन आएको हेरौँ कोसिस छ है। थ्याङ्क यू सो मच। इन्डियाको ठाउँमा नेपालको जर्सी लगाएर आउन पाउँदा यो कस्तो लागिरहेछ? यो त सौभाग्य हो। खेलमा नेपालमा पनि यस्तो क्रिकेट ग्राउन्ड हुनु पर्यो। केपी ओलीले सुन्नु पर्यो। केपी ओलीले अनलाइन भोटिङ गरेपछि नेपालले कति भोटिङ हाल्छ भन्ने त्यो बुझ्नु पर्यो। यो इन्डियाको स्टेडियम देखेर पनि नेपाल जित्छौँ होला। जित्छौँ नेपालको जर्सी लगाउनु भन्दा कति गर्व छ? गर्व छ त नेपालको यति नेपाली पब्लिकले कहीँ गर्व छ नि। एकदम तपाईँ त क्रिकेट फ्यान धेरै पहिलेदेखि हो त। म त एक पनि म्याच छोडेको छैन। अब यो आज हारे पनि जित्यो भने फेरि पनि छोड्नु। फेरि पनि आउनुहुन्छ? हस् धन्यवाद। धन्यवाद। कस्तो लागिरहेछ आज एकदमै राम्रो लागिरहेछ। जित्छ जस्तो छ? चान्सेस छ आज। अब सुरुमा त राम्रो खेलेको थिएन लास्ट म चाहिँ कस्तो लागिरहेछ आज गेम? एकदम रमाइलो लागिरहेछ। जित्छ जस्तो छ? हेरौँ अब खै जित्छ। इन्डियामा नेपालको जर्सी लगाएर आउन पाउँदा कतिको लागिरहेछ? एकदमै खुसी लागिरहेछ। इन्डियाको जर्सी लगाएर हामी ट्रेनमा आउँदै थियौँ। सबै भारतीयहरूले हामी पनि नेपाललाई सपोर्ट गर्छौँ भन्दाखेरि एकदम रमाइलो। थ्याङ्क यू सो मच। मुम्बई नेपाल टिभी। हजुर मुम्बई नेपाल टिभीबाट कस्तो लागिरहेछ? एकदम रमाइलो तर अलिकति अब कस्तो लागिरहेछ? धेरै राम्रो लागिरहेछ। नेपालले जित्नु पर्छ। कहाँबाट आउनु भएको? यता बोरीबेलीबाट। नेपालको झन्डा लगाएर नेपालको जर्सी लगाएर जे होस् भारतको ठाउँमा आउनुभन्दा कति गर्व लाग्छ? धेरै गर्व लागिरहेको छ होइन। हामीले त अब नेपालले अलिक सानो टार्गेट दियो पनि तर जित्छौँ। जय नेपाल। थ्याङ्क यू सो मच। म्याडम स्वागत छ। हजुर धन्यवाद। कस्तो लागिरहेछ आज नेपालको? रमाइलो लागिरहेछ। हजुर नेपालको जर्सी लगाएर भारतको स्टेडियममा आउन पाउँदा कतिको लागिरहेछ? एकदमै खुसी लागिरहेछ। आज नेपालले कति गोल जस्तो जित्छ? अब जित्छ कि भन्ने आश हो है। अस्ति भन्दा अब सर नमस्ते। कस्तो भइरहेछ आज नेपालको? रमाइलो भएको छ। ए कस्तो लागिरहेछ तपाईँलाई? स्कोर अलिक कम भयो। आज जित्छ जस्तो छ है? खोइ अब बलिङ टार्गेट छ भन्नु न। थैंक यू सो मच। आज गेम तो काफ़ी इंटरेस्टिंग है। नेपाल ने 100% एफर्ट दिया है अपना
आज पहले 2 दिन से आज कैसा लग रहा है? आज थोड़ा डिफरेंट आज एनर्जी ज़्यादा है स्टेडियम में। ज़्यादा लग रहा हाँ, नेपाल की ओर से बहुत ज़्यादा सपोर्टर्स है। अरे स्टेडियम में, इंडिया के स्टेडियम में नेपाल के लोग आके दर्शन लगा के कैसा लग रहा है? हाँ, बहुत अच्छा लग रहा है। नेपाल को सपोर्ट किया इंडिया ने, बहुत अच्छा लग रहा है। अपना नेबर कंट्री। सो मच एकदम बढिया। आज जित्ने पालामा कति हुनुहुन्छ? अब हेरौँ कस्तो हुन्छ। जो छ हिजो अस्तिभन्दा आज राम्रो खेलिरहेको छ नि। आज राम्रै छ, अस्तिको भन्दा आज राम्रो छ, धेरै राम्रो छ हिजो अस्तिको भन्दा। नेपालको जर्सी लगाएर यो ग्राउन्डमा आउन पाउँदा कति गर्व फिल भइरहेको छ? धेरै गर्व फिल भइरहेको छ। नेपालमा यत्तिकै ग्राउन्डमा हुनु पायो भन्ने कस्तो स्टेडियम हुनुपर्छ भन्ने कस्तो लाग्छ? अब हुनुपर्छ, यस्तो स्टेडियममा छैन। अब आफ्नो कामको थाती राखेर पनि तपाईँ यहाँ चाहिँ गेम हेर्न आउनु भएको छ, कस्तो फिल भइरहेको छ? गर्व फिल भइरहेको नेपालको माया छ जोस् भन्नु। छ। नेपालको माया छ, क्रिकेटको माया भएर यता। हस्, धन्यवाद। हामी भने यतिखेर मुम्बईमा छौँ, मुम्बईको ग्राउन्डमा छौँ। हेर्न सक्नुहुन्छ मेरो तलपट्टि पुरा हिजो अस्तिभन्दा केही अलिकति फरक खेलेको छ। अझै पनि जित्नुपर्छ, जितको शुभकामना यता पनि लिनु होला। धेरै धेरै धन्यवाद। एकैछिनमा उहाँहरूको भिडियो लिन्छ। नमस्कार हजुर। कस्तो भइरहेछ आज क्रिकेटमा आउनु भएको छ? ठिक छ भन्नु नेपालले कति गरिरहेछ? नेपालको प्रगति नेपालको पहिल्यै खेलमा चाहिँ झपाझपी विकेट जाँदा नेपाललाई असहज स्थिति सिर्जना भएको छ। जुन पछिल्लो खेल अन्त पछाडि खेल्दै गर्ने खेलाडी सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीको जस्तो ब्याट्स अरूको चलिदिएको भए सायद आजको खेल नेपालले जित्न सक्ने थियो। यो नेपाली दर्शकहरू नेपालको जर्सी लगाएर यो ग्राउन्डमा आउँदै गरेर तपाईँले कति गर्व फिल गरेर? यो कुरा नगर्नुहोस्, जुन चाहिँ नेपाली माया जो चाहिँ सम्पूर्ण प्रवासमा पनि यी दर्शकहरूले आफ्नो नेपालप्रतिको सहानुभूति प्रकट गरेका छन्। यसका लागि अब खुसीको सीमै छैन। कस्तो धन्यवाद छ। थ्याङ्क यू। के छ तपाईँलाई मुम्बई नेपाल टिभीमा? कस्तो छ आज टार्गेट कति राख्नु भएको छ जित्ने? टार्गेटको अब त्यस्तै छ हजुर, राम्रै गर्नु पऱ्यो होइन। राम्रै छ। एकदम काम छोडेर पनि नेपाली एकदम माया छ, गर्व छ। हामीहरूको त काम छोडेर पनि होइन, यता आएको छु हामीहरू म्याच देख्नलाई। गर्व लागिरहेको छ, जेसो पनि आशा राखेको छु। अझै पनि चल्नु, राम्रो खेल्नु पऱ्यो। स्पिनरले सङ्गीत दाई, हाम्रो सोमबार कामी राम्रो खेलिरहेको छ। आज दिपेन्द्र सिंह ऐरीले अर्धको बनाइमा धेरै धेरै बधाई छ दाइलाई। विगतका 2 दिनभन्दा आज धेरै नेपालले राम्रो नतिजा ल्याइरहेको छ। अझै पनि राम्रो खेल्ने आशा छ। कतिको छ? हजुर, राम्रै छ। आज जिताएर जानुहुन्छ त्यो? यो नेपालको यो इन्डियाको स्टेडियममा नेपाली दर्शकहरू नेपालको जर्सी लगाएर अर्काको ठाउँमा आउन पाउँदा तपाईँले कति गर्व लाग्यो? धेरै खुसी राखेको दाजु। थ्याङ्क यू सो मच। एकदमै नेपाल टिभी अहिले राम्रो खेलिरहेको छ। म नेपाल टिभीबाट पत्रकार बोल्दैछु। अहिले कस्तो लागिरहेको छ यो नेपालको गेम हेर्दाखेरि? गेम ठिक छ। हिजो अस्तिभन्दा 2 गेमभन्दा एकदम आज इम्प्रुभमेन्ट छ ब्याटिङमा दिपेन्द्र सिंह ऐरी र पछि सोमपाल कामीले गर्दा। यो हाम्रो नेपालको जर्सी लगाएर आउन पाउँदा यहाँ कति गर्व हुनुहुन्छ? त्यो त एकदम गर्व। धेरै खुसी हुनुहुन्छ। थ्याङ्क यू सो मच। हेलो, नमस्कार अनि हार्दिक स्वागत छ मुम्बई नेपाल टिभी हेरेर बस्नुहुने तपाईँ सम्पूर्णलाई। आज भने हामी मुम्बईको वाडकिम स्टेडियममा छौँ। यतिखेर हामीसँग हिराजी हुनुहुन्छ, स्वागत छ। कस्तो भइरहेछ आज यो क्रिकेट हेर्दै? एकदमै राम्रो हुनुपर्छ। कस्तो रमाइलो भइरहेछ? के छ आज जित्ने नेपालले? नेपाल जित्छ जस्तो लागिरहेछ, जित्छ। आफ्नो कामलाई थाती राखेर आउनु भएको छ, कतिको जिताउने पक्षमा हुनुहुन्छ? म एकदमै नेपाललाई सपोर्ट गर्न लाग्छु। भनेपछि हिजो अस्तिका 2टा गेमभन्दा आज चाहिँ राम्रो भइरहेछ है? हजुर हजुर, आज भइरहेको एकदमै राम्रो भइरहेको। अझै पनि जित्दा यो नेपाली दर्शक होइन, तपाईँले त एकदम नेपालको जर्सी लगाएर इन्डियाको ठाउँमा आउन पाउँदा कतिको गर्व लाग्नु भएको? म एकदमै खुसी छु, एकदमै भन्दा पनि धेरै खुसी छु। एउटा आफ्नो ठाउँमा नभएर अर्काको ठाउँमा प्रवासमा भए पनि आफ्नो नेपालको जर्सी लगाएर आफ्नै यो ग्राउन्डमा आउन पाउँदा एकदम खुसी हुनुहुन्छ। धेरै धेरै धन्यवाद सर। सर नमस्ते। नमस्ते। कस्तो लागिरहेछ आज गेम? एकदम रमाइलो लागिरहेछ। अनि हामी सबै नेपालीहरू खचाखच भरिएको छ। एकदम खुसी हुनुहुन्छ नि? एकदम खुसी छ। अब केही चाहिँ होला जस्तो छ। अनि यता अघिल्लो म्याचभन्दा यो म्याच अलि राम्रै होला जस्तो छ। ठिक छ। हस् त, धेरै धेरै धन्यवाद छ। कस्तो लागिरहेछ यो गेम? एकदम रमाइलो लागिरहेछ। प्रवासको ठाउँमा भारतमा नेपालको जर्सी खोले हुनुहुन्छ तपाईँ, गेमलाई आज जिताउने कति हुनुहुन्छ? जिताउनुको लागि हामी एकदमै एक्साइटेड छौँ। हेर्दैछौँ आज कस्तो हुन्छ गेम। हिजो अस्ति 2 दिनभन्दा आज अलिकति राम्रो खेले जस्तो लागिरहेछ नेपाल। अलिकति हिजो अस्तिको भन्दा चाहिँ अलिकति राम्रो खेलेको जस्तो लागिरहेछ। सर स्वागत छ।
नमस्कार। कस्तो लागिरहेको छ आजको एकदम राम्रो अनुभव फर्स्ट टाइम नेपाली जिल्ला जस्तो छ एकदम जित्छ ढुक्क 100% जिताउने हुनुहुन्छ जिताउनै पर्यो हामी एकदम टाढा धेरै टाढादेखि यहाँ नेपाललाई सपोर्ट कहाँबाट आउनुभयो? म भैरवाबाट नेपालको भैरवाबाट आउनुभयो हजुर क्रिकेटलाई माया क्रिकेटलाई हेर्न भनेर माया गर्न भनेर नेपालले यस्तो एकदम बिग स्टेजमा आएर नेपालले यस्तो पर्फर्म गरेर हामी सपोर्ट गर्न नआउने हुँदै भएन नि त हामी जहाँबाट हो पनि नेपाली फ्यान भनेको हरेक कुना नेपाल एकजनाले भन्दै थियो के एउटा मैले कता फेसबुकमा देखेको थिएँ मुनमा भयो भने नेपाली के अरे फ्यानहरूले क्रिकेट हेर्न छोड्दैनन् भनेर हामी त्यस्तै हो कि जहाँ भए पनि हामी गएर हेरिन्छ क्या धन्यवाद अलि भेट्नेछौँ है नमस्कार सम्पूर्णमा तपाईँ हेर्दै हुनुहुन्छ मुम्बई नेपाल टिभी हामी भने यतिखेर भने यो मुम्बईको स्टेडियममा छ होइन तपाईँहरू हेर्न सक्नुहुन्छ अहिले नेपालले करिबन 134 को टार्गेट दिएको छ भने यो नेपालीको माया सम्पूर्णमा नमस्कार विशेष गरी हामी चाहिँ मुम्बईको स्टेडियममा छौँ हामी तपाईँहरूलाई देखाइसकेका छौँ पछाडि मेरो सायद देखिसक्नु भएको छ अझै पनि हेर्नु होला पछाडिको पुरै पुरै नेपालीले होइन एकदम नेपालीले माया होइन पुरै नगरौँ नेपालीको एकदम क्रेजहरू धेरै दिइरहेछ आज चाहिँ नेपाल जित्ने प्लानमा छौँ हामी जसरी हुन्छ जितेर जाने तपाईँहरू पनि सबै साथ दिनु होला कस्तो छ आज के छ नमस्ते हेलो यता आउनु यता देखाऊ यता मलाई देखाऊ यता देखाऊ कति खेल्नु जस्तो लागिरहेको खासै त्यति राम्रो त खेल्नु कहाँलाई थाती गरेर नेपालको झन्डा जेस लगाएर यो आउन पाउँदा कति गएर एकदम हामी एकदमै उत्साहित छौँ किनकि अब हामी अब अहिले रोजगारीको सिलसिलामा छौँ हामीहरू होइन प्रवासमै भए पनि एउटा क्रिकेटलाई माया गरेर क्रिकेटलाई माया गरेर नि चाहिँ के भन्नुहुन्छ नेपाललाई अब नेपालको खेलकुदलाई के भन्नुहुन्छ नेपाललाई अल द बेस्ट भन्न चाहन्छौँ हामीहरू अब धेरै खासै त्यति सन्तोषजनक त खेल्न सकेन तर पनि हामी खुसी छौँ यहाँसम्म उहाँले आउनु भएको छ उहाँहरू यहाँसम्म यो हामीहरू सबैलाई इन्टरटेनमेन्ट गराइराख्नु भएको छ होइन हस् धन्यवाद इसका बैटिंग भी देखेंगे कैसे अच्छा है नेपाल का कैसा गेम खेल रहा है पहले से आज से चला रहा है बहुत बढ़िया खेल रहा है जो जीत सकते थे कोशिश 4 रन से यार है आज देखते हैं वेस्ट इंडीज का हमने जीतते हैं या नहीं अभी मतलब आज ये स्टेडियम में पूरा नेपाल का जर्सी लगा कि नेपाल का पब्लिक आया है ये देख के आपको कैसा लग रहा है बहुत बढ़िया लग रहा है कि मुंबई का क्राउड नेपाल के इतने फैंस है बहुत अच्छा लग रहा है यहाँ पे वेस्ट इंडीज का एक भी फ्लैग मुझे दिखाई नहीं दे रहा है ये गर्व लग रहा है ना नेपाल से इंडिया में आके ये इंडिया और नेपाल का इतना अपना जो रिश्ता है वो अच्छे से निभा रहे हैं ही थैंक यू सो मच